गरिसकेका छन्। उस्तै पऱ्यो भने यहीँसम्म आउन सक्छ। हजुरको ज्यानलाई खतरा हुन सक्छ। मिल्छ भने यहाँबाट निस्किहाल्नु सर। विषय भन्ने हो तपाईँ ढुक्क हुनुहोस्, हामी सुरक्षा दिन्छौँ भन्ने कि यहाँबाट भागौँ भन्ने। सर पुलिसले पनि परिस्थिति अनुसार काम गर्नुपर्ने हुन्छ। ढिला नगरौँ सर, अहिले निस्क्यौँ हामी। सहकारी ठग्याहरूलाई आयो। सहकारी ठग्याहरूले खायो। खायो खायो। सहकारी ठगीलाई खायो। चिनेन जस्तो छ। लोकतन्त्र आयो। यति खोजेको अघिदेखि। ज्यानको बाजी लगाएर जनताको मुक्तिको लागि हिँडेको मान्छे हो। यति कमजोर सोचिस् हामीलाई? मेरो विश्वासलाई धोका दिइस् तैँले। तँ जस्तो भ्रष्ट र सामन्तीको विरुद्ध लडेर हिँडेको मान्छे हुँ म। तैँले बिर्सिस्, तैँले म भित्रको योद्धालाई जन्माइस्। सारा गाउँलेको अगाडि माफी माग। सत्ताको आडमा कानुनलाई आफ्नो हातमा लिएर नैतिकता र इमान्दारिता गुमाउँदाको परिणाम के हुँदो रहेछ थाहा पाइस्? माफी माग तुरुन्तै। माफी माग, माफी माग। माग माग्यो माफी। अब मलाई माफ गरिदिनुहोस्। मबाट गल्ती भएकै हो। म तपाईँहरू सबैको पैसा फिर्ता गर्छु। गल्ती भयो। राजनीतिलाई व्यापार बनायो। तर घरबार बेचेर म तपाईँहरू सबैको पैसा तिर्छु। माफ गर्नु।